गुड आफ्टरनुन एन्ड नमस्कार सबैजनालाई। आज म तपाईहरुलाई फिश करी यानि कि माछाको झोल कसरी बनाउने भन्ने कुरा चाहिँ देखाउन गइरहेको छु। सुरुमा चाहिँ थोरै तोरी अथवा सर्स्यौं थोरै अनि थोरै सेतो तिल लिने अनि अलिकति लसुन ठिक पार्ने है, लसुन ठिक पार्नु पर्यो। त्यसपछि टमाटर काटेर राख्ने अनि कति ग्रेभी बनाउने झोल कति बनाउने हो त्यो अनुसारले काट्ने अनि त्यसलाई चाहिँ सुरुमा तेलमा त्यो तोरी पड्काउने सरर पड्किन्छ। त्यसपछि त्यो सेतो तिल त्यो पड्काउने अनि त्यसपछि लसुन हाल्ने, त्यसमा लसुनको बिजुलै सहित हाल्दा हुन्छ। लसुनको बिजुलो हाल्ने अनि त्यसपछि टमाटर हाल्ने, टमाटर हालेर अब यसलाई मजाले पकाउने है, मजाले पाक्छ। अब यस्तो पाक्ने हुन लागिसकेपछि चाहिँ त्यसलाई के गर्ने भने यसलाई चाहिँ अब पाक्छ त्यसपछि मिक्सरमा ग्राइन्ड गर्नुपर्छ है, मिक्सरमा ग्राइन्ड गर्नुपर्छ। अब यसमा चाहिँ मसला के राख्ने हो यसमै हाल्दा पनि हुन्छ, तर यसमा नहालेर पछि अहिले अर्को म देखाउँछु त्यसमा प्याज हाल्ने बेलामा हाल्दा नि हुन्छ। अहिले यति मात्रै रेडी गराएर चाहिँ यसलाई पहिला मिक्सरमा ग्राइन्ड गर्नको लागि रेडी बनाउने। यो आफ्नै अर्ग्यानिक बारीको चाहिँ यो लसुन, यो टमाटर हैन, यो तिल अनि यो तोरी या सर्स्यौं के भन्नुहुन्छ तपाईहरुले अब हैन, त्यसलाई चाहिँ टक्क तोरीको तेलमा यसरी पकाएपछि साथीहरु यो यस्तो मिठो टेस्टी बन्छ कि कुरा छोड्दिनुस्। यसमा चाहिँ मैले अब पिरो खान मन छ कतिको स्वाद अनुसार त्यो अनुसारले थोरै खोर्सानी पनि लगायो भने टेस्टी हुन्छ। तर अब बच्चा केटाकेटी छन् भने त खोर्सानी खाँदैनन्, त्यही भएर खासै खोर्सानी चाहिँ लगाउन प्रिफर चाहिँ गर्दिनौँ, तर हामीले चाहिँ आज हाल्यौँ अलिकति थोरै है त। ल यो हेर्नुस् त, यो आफ्नै करेसाबारीको यो लसुनको पात, यो हरियो लसुनमा कति शक्ति हुन्छ ल हेर्नुस्। यो प्याज, यो आफ्नै करेसाबारीको अर्ग्यानिक प्याज हैन, यो प्याजले झन् उस्तै शक्ति दिन्छ। तर शक्ति दिन्छ भन्दा धेरै खायो भने यसले निन्द्रा पनि लाग्छ साथीहरु, धेरै खानु पनि हुँदैन है, लुज मोसन गराउँछ फेरि। ल अब यसलाई म मसिनो पारेर चपिङ गर्छु। ल हेर्नुस्, यो अर्ग्यानिक लसुन चपिङ भइसकेको छ है। यो अर्ग्यानिक प्याज यसलाई तपाईले कसरी काट्न रुचाउनुहुन्छ? म चाहिँ यसलाई यसरी काट्न रुचाउँछु। हेर्नुस् यस्तो टक्क राखेर काट्यो भने यो राम्रो पनि देखिन्छ र मजाले यसको पछि झोल बनाउनलाई एकदमै हेल्पफुल हुन्छ है। ल हेर्नुस् त, मैले यो प्याजलाई चपिङ गरिसकेँ हैन, आफ्नै करेसाबारीको प्याज। अनि यता हेर्नुस् अब यहाँ यो रेडी हुँदैछ, यो अलि सेलाएपछि ग्राइन्ड गर्ने हो है। यो हेर्नुस् त, यो